So hello, namaste, sewaro. And welcome back to our channel साथीहरु. टाइटल र थम्बनेल बाट हजुरले थाहा पाइसक्नुभयो. हजुर आज चाहिँ म यहाँनेर एउटा सानो सिनको हल गर्न गइरहेछु. सो यस्तो धेरै अनि स्पेशल कुराहरु चाहिँ मैले मगाएको छैन. एक जोडा सामानहरु चाहिएको थियो. सो त्यो मगाएको थिएँ अनि त्यो आको बेला हजुरहरुसँग अनबक्सिङ गरौँ है त भनेर म अनबक्सिङ गर्न जाँदैछु. अनि क्यूट कटर यो पनि सिनबाटै पहिला मगाएको हो. मजाले काट्दो रहेछ हेर्नुहोस्. फर्स्टचोटि काटेको यसले चाहिँ फर्स्टमै आयो मेरो यो वाला रिङ. हेर्नुहोस् त खोलेर पनि देखाउँछु ल. यो चाहिँ मैले साडीहरुमा लाउने भनेर किनेको. अब कस्तो दामी पो रहेछ. ठुलो होला रहेछ. हेर्नुहोस् मलाई ठुलै मनपर्छ नि त. वाउ आई लाइक इट है साथीहरु. अर्को रिङ. मलाई चाहिँ रिङहरु कानवालीहरु खुब मनपर्छ नि त साथीहरु. सो म चाहिँ किनेर राख्छु. नट ब्याड. यो पनि राम्रो छ. ग्रीन कलरमा देख्नुभयो. लभ इट. मन पर्यो. दुईटै राम्रो छ. यो चाहिँ मेरो यो फिंगरमा मात्रै हुने रहेछ. अर्को आयो यो चाहिँ के यो चाहिँ पेन र पेन व्हाइट पेन अनि ब्ल्याक स्टिकर. यो चाहिँ किचनको बट्टाहरुमा के हो भनेर लेख्नको लागि हो. अनि आयो यो पनि किचनमै तातो कुरा राख्ने भनेर 3-4 वटाको छ. ब्लू लाइट ब्लू अनि रेड. त्यस्तै यो चाहिँ आयो यस्तो घाँटीमा लाउने है साथीहरु. के नकल पार्नु मन लाग्छ नि त हैन. सो किनेको यो चाहिँ घाँटीमा यसरी लाउने अनि यो चाहिँ हातमा लाउने. पिङ्क कलर. अब नेक्स्ट आयो फोन कभर. फोन कभर फर्स्टचोटि सिनबाट किनेको. यो चाहिँ बो स्टाइलको हो साथीहरु. देख्नुभयो पिङ्कमा अनि 3टा बो. नाइस. राम्रो लाग्यो हो. ठिकै छ त हैन. अनि अर्को आयो यो के हो. यो चाहिँ कपालमा टिली टाल्ने चाहिँ कहिलेकाहीँ नकल पार्नु मन लाग्यो भने. अनि यो चाहिँ एउटा स्क्याप हो. सानो होला पिङ्कमा. यो चाहिँ लाइट पिङ्क. खोलिँदैन त. नट ब्याड. पैसा अनुसारको ठिकै त हो नि साथीहरु. यो चाहिँ मेरो एउटा जामा छ क्या. त्यसलाई चाहिँ यसरी बनाउने भनेको. नाइसै रहेछ. मन पर्यो. ओके. अनि नेक्स्ट अर्को रिङ. मैले भनिहालेँ नि हजुरलाई मलाई चाहिँ साह्रै मनपर्छ यस्तो कुराहरु. यो चाहिँ सानो रहेछ. सानो तर क्यूट. डेली डोज लाउन मिल्छ नि त हैन. ओके. कानवाली मेरो यस्तै होला साडी चाहिँ साथीहरु. सो मैले क्लियर गर्ने भनेर किनेको. हजुरलाई थाहा छ कि छैन सिनमा यस्तो इन्डियन स्टाइलको गहनाहरु पनि पाउँछ है. वाउ नाइस. हेर्नुहोस् त ब्युटिफुल रोयल ब्लूमा देखेको छ.
मन पर्यो। ओके, अर्को नेक्स्ट यस्तो बोवाला कानवाली। अहिले बोवाला खुब चलेछ नि साथीहरू, थाहा छ कि छैन। यो चाहिँ एउटै सेटमा तीनटा पेयर आउँछ। हेर्नुहोस् है, बिग लाउने भए पनि मिडियम स्मल 3 खालको छ है। अलराइट, यो चाहिँ के रहेछ? यो चाहिँ मैले पार्टीहरूमा यस्तो साडी लाउँदा भन्ने एउटा ब्याग किनेको। यस्तो मजाको बक्समा पो आएको रहेछ। वाउ, नाइस। हेर्नु साथीहरू कस्तो राम्रो है पापा। ट्याग चाहिँ दामी छ साथीहरू, मन पर्यो। कसरी खोल्ने खिच्ने रहेछ अनि भित्र पनि सेम छ। अब कस्तो राम्रो। अनि अर्को चाहिँ एउटा मैले स्वेटर कार्डिगन भनौँ न लाउने छैन के, साडीहरूमा होइन कुर्ताहरू लाउँदाखेरि लाउने भनेर। कस्तो राम्रो पो रहेछ, क्वालिटी पनि बाक्लो खालको। यो चाहिँ लेभेन्डर कलर, नाइस, मन पर्यो। अरू के छ भने यो कानवाली पनि छ साथीहरू। यो औँठीको चाहिँ कानवाली पनि छ यस्तोमा। कस्तो राम्रो रहेछ, सेट हो नि त। देख्नुभयो? देखेको छैन नजिकबाट। ओ नो, मेरो साइडमा अनबक्सिङ हेर्ने जनताहरू हुनुहुन्छ अनि हाँस्दै हुनुहुन्छ। सो यो चाहिँ भयो। अब आयो नेक्स्ट, भन्नाले सकिन लाग्यो त। अब एउटा माथि चाहिँ यो चाहिँ गुवासा है साथीहरू। हजुरहरूले यसको बारेमा कति सुन्नुभएको छ। मैले चाहिँ साह्रै देखेर चाहिँ लेट्स ट्राई भनेर ल्याएको। ठिकै रहेछ, मान्छेहरूको त्यो हेर्दाखेरि त सानो त्यो कैँची जस्तो छ भन्थ्यो, तर यो चाहिँ नट रियली सानो। रिकमेन्डेड, राम्रो छ। अब गुवासा गरेर अनुहार सर्फ गर्ने हो म पनि यसरी साथीहरू, यसरी गर्ने अरे नि त। मेरो रिभ्यू हेरेर चाहिँ अघि नै मेरो यहाँ दर्शकहरू हाँसिसक्नु भयो। सो किन हाँसेको? लास्ट वान साथीहरू, यो चाहिँ किचनमा टाल्ने किचनको स्टिकर है त। हस्, आजको मेरो अनबक्सिङ चाहिँ यति नै थियो, छोटो मिठो भिडियो होइन। हस् साथीहरू, मैले हजुरहरूलाई अनबक्सिङ गरेर देखाइहालेँ अनि मलाई चाहिँ एकदमै मन पर्यो। मेरो यो सामानहरू वर्थ इट पनि छ अनि राम्रो पनि छ। सो हजुरहरूलाई चाहिँ यो मध्ये कुन सामान मन पर्यो प्लिज कमेन्टमा लेख्नु होला। यति भन्दै आजको मेरो यो भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ अनि लभ यु अल। See you in our next video. Bye bye. Stay safe and stay happy.